हाम्रो उसमा आएको थियो नि त्यही गाडी कि कस्तो स्पिड आएको थियो नि उसको सास तलिरहेको छ सास चलिरहेको छ अब मऱ्यो बिचरा गयो अन्त हेर्नु त घाइतेहरू हेर्नु सक्नुहुन्छ ए छिटो एम्बुलेन्स आयो हुन्थ्यो बरु ओहो तर त्यो हाम्रो गाडी उ गरेको थियो नि हाम्रो गाडी उठिँदै आउने रहेछ भन्न हाम्रोलाई छेउको बाटो यस्तो स्पिड आएको थियो कि अहिले 4-5वटा गाडीलाई छोएर हिँडेको छ ओहो बाल बच्यो ड्राइभरको हालत पनि देखाउनु यो कुन ठाउँमा यो ठ्याक्क नौ विषयमा ठ्याक्क हेर्नु अब गाडी त अब खुल्ने चान्सै छैन कहिले खुल्ने गाडी ठ्याक्कै बिचमा छ ठ्याक्कै यो बाटोको बिचमा एउटा टोटल उहाँ चाहिँ अब बोल्न पनि तपाईँको थरथर मुटु कामिरहेको छ अनि यहाँ घाइतेहरू हेर्नुहोस् घाइतेहरू यो गाडी एउटा गाडी यता गएको छ बस एउटा बिचमा छ एउटा यसले आएर हान्यो त ड्राइभर अब गयो अलिअलि चलिरहेको थियो अब गयो ओहो हेर्नुहोस् यो लाइनमा यस्तो खतरा एक्सिडेन्ट देखियो हेर्नुहोस् खतरा एक्सिडेन्ट फेरि ओहो हामी घाइतेको उद्धारमा लाग्छौँ नि अब घाइतेको उद्धारमा लाग्छौँ त्यहाँ पिछा बाइक पनि च्याप्यो हो बाइकमा घरको मान्छेहरू च्याप्यो बिचमा बाइक पनि त्यहीँ च्याप्यो दोष न सबै मान्छे धेरै मान्छेको आज क्षति भएको यस्तो भीषण एक्सिडेन्ट त नेपालमा लगभग पहिलोचोटि हस् उद्धारमा लाग्यो अन्त